हेलो भाइ बहिनीहरू, एसईको प्रिपरेसन कस्तो हुँदैछ? एसई ग्रामर लेसन 1 आजको भिडियोमा हामी क्वेसन ट्याग्सको बेसिक रुलको बारेमा सिक्दैछौँ है त। एसई क्वेसन स्याम्पल कस्तो हुन्छ? नम्बर 9 मा रिप्रोड्युस द फलोइङ सेन्टेन्सेस एज डाइरेक्टेड भनेर 6 मार्क्सको क्वेसन आउँछ। त्यसमा ग्रामरहरूको क्वेसन हुन्छ र पहिलो नम्बरमा जहिले पनि क्वेसन ट्यागको क्वेसन हुन्छ। जस्तो कि एउटा स्याम्पल क्वेसन यहाँ राखेको छु मैले, माई फादर हेज वर्कड फर अ मल्टिनेसनल कम्पनी र यहाँ ब्ल्याङ्क दिएको हुन्छ अनि क्वेसन मार्क हुन्छ र ब्र्याकेटमा हुन्छ सप्लाई करेक्ट क्वेसन ट्याग। अब धेरै जसोको बानी कस्तो हुन्छ, यहाँ सट्ट केही लेखिदिन्छौँ र सुन्दाखेरि ठिक जस्तो सुन्यो भने ठिक जस्तो लागेर त्यही लेखिदिन्छौँ, गेस गर्छौँ। त्यो एकदमै गलत हुन्छ। त्यो गेस गर्ने बानी सधैँ राम्रो मार्क्स ल्याउन अथवा करेक्ट हुन्छ भन्ने ग्यारेन्टी छैन। त्यसैले आज म एकदमै बेसिक रुल मैले यहाँ माथि भनेको छु, एकदमै बेसिक रुल सिक्छौँ कसरी हामीले करेक्ट क्वेसन ट्याग यहाँ भर्ने त र मार्क्स पाउने, त्यसको बारेमा म आज भन्न गइरहेको छु। यतातिर मैले यो साइडमा स्क्रिनको लेफ्ट साइडमा क्वेसन स्याम्पल राखेको छु भने मेरो यो राइट साइड जुन छ, राइट साइडमा रेफरेन्स सेक्सन भनेर राखेको छु। यो चाहिँ रेफरेन्सको लागि हो। यो युज गरेर म कसरी चाहिँ क्वेसन ट्याग करेक्टली राख्ने त यो ब्ल्याङ्कमा भन्ने चाहिँ म सिकाउन गइराखेको छु। सबभन्दा पहिला हेर्ने, हामी यो रातो स्टेप्स मैले यहाँ हाइलाइट गरेको छु, तीनवटा स्टेप्समा हामीले सजिलैसँग क्वेसन ट्याग यो ब्ल्याङ्कमा राख्न सक्छौँ र करेक्ट पनि हुन्छ यदि यो स्टेप फलो गऱ्यौँ भने। अब सुरु गरौँ है त। जस्तो कि यो पहिलो सेन्टेन्स हामीले माई फादर हेज वर्कड फर अ मल्टिनेसनल कम्पनी, यसमा मैले हेजलाई हाइलाइट गरेको छु। त्यस्तो अर्को सेन्टेन्समा मैले विललाई हाइलाइट गरेको छु, त्यस्तै अर्कोमा हेजन्टलाई हाइलाइट गरेको छु। र यो तलको सेन्टेन्स वर्क्सलाई हाइलाइट गरेको छु। अब यसमा किन हो म अहिले भन्छु र पहिला सबैभन्दा पहिला यो सेन्टेन्सलाई हेरौँ। यो सेन्टेन्समा क्वेसन ट्याग करेक्टली कसरी राख्ने भन्ने कुरो यो स्टेप वाइज जाउँ है त यतापट्टि। स्टेप 1 मा के भनेको छ, फाइन्ड एक्जुलरी भर्ब इन द गिभन सेन्टेन्स। अब यो सेन्टेन्समा, यो सेन्टेन्स भनेको स्टेटमेन्ट भन्छ यसलाई, यो स्टेटमेन्टमा एक्जुलरी भर्ब छ कि छैन खोज्न भनेको मतलब पत्ता लगाउने। त्यसको लागि त एक्जुलरी भर्ब के हो भन्ने जान्नु पर्यो। एक्जुलरी भर्ब यहाँ लिस्ट आउट गरेको छु, डु, डिड, डज, have, had, has, is, am, are, was, were। यो चाहिँ के हो, एक्जुलरी भर्ब। त्यसरी यतापट्टि पनि छ, क्यान, कुड, मे, माइट, विल, वुड, स्याल, सुड, मस्ट, निड, अट टु, यिनीहरू सबै एक्जुलरी भर्ब हुन्। यो एक्जुलरी भर्बहरू याद गर्ने। र त्यो याद गरिसकेपछि अब यो पहिलो स्टेप भनेको के हो, यो स्टेटमेन्टमा एक्जुलरी भर्ब छ कि छैन त। अब यहाँ हेर्दाखेरि हेजलाई हाइलाइट गरेको छु मैले, हेज चाहिँ के हो, एक्जुलरी भर्ब छ होइन। त्यो एक्जुलरी भर्ब खोजेर पत्ता लगाइसकेपछि अब के गर्ने, सजिलो तरिका, यो क्वेसन ट्यागको सुरुमा के गर्नु पर्यो, हेज यहाँनिर राखिदिनु पर्यो। त्यहाँ जे एक्जुलरी भर्ब छ त्यसलाई यहाँनिर राखिदिने। अनि त्यसपछि सेकेन्ड स्टेपमा के छ, पोजिटिभ नेगेटिभ रुल लगाउने। पोजिटिभ नेगेटिभ रुल भनेको, पोजिटिभ स्टेटमेन्ट छ भने नेगेटिभ ट्याग बनाइदिने। नेगेटिभ भनेको एन एपोस्ट्रोफी टी लगाउने। यो एनओटी नट हो, नट हो खास। तर हामी एक्जुलरी क्वेसन ट्यागमा जहिले पनि यो कन्ट्र्याक्टेड फर्म, सर्ट फर्म राख्छौँ। एनओटी भनेर नराख्ने, एन एपोस्ट्रोफी टी राख्ने। त्यसै गरी नेगेटिभ स्टेटमेन्ट छ भने पोजिटिभ ट्याग राख्ने। त यो पोजिटिभ नेगेटिभ ठ्याक्कै अपोजिट छ, पोजिटिभ नेगेटिभ, नेगेटिभ पोजिटिभ, नेगेटिभ पोजिटिभ अपोजिट, यो रुल याद गर्ने। अब यहाँ हेरौँ, यो स्टेटमेन्ट के छ, हेज वर्कड भनेको पोजिटिभ स्टेटमेन्ट भयो। अब यो ट्यागलाई हामीले के गर्नु पर्यो, नेगेटिभ बनाउनु पर्यो। त्यसको लागि एन एपोस्ट्रोफी टी राख्नु पर्यो। यो सेकेन्ड स्टेप भयो, हेजन्ट भयो। अब त्यसपछि थर्ड स्टेप के छ, लुक फर प्रनाउन।
प्रनाउन खोज्ने अथवा प्रनाउन पत्ता लगाउने प्रनाउनहरू भनेको ही सी इट आई वी यु दे यो बेसिक प्रनाउनहरू हुन् अरू प्रनाउनहरू म अर्को भिडियोमा पक्कै पनि अर्को क्लासमा पक्कै पनि भन्नेछु अहिलेको लागि यो याद गर्ने ही सी इट आई वी यु दे यो प्रनाउनहरू यहाँ छ कि छैन यो सेन्टेन्समा त नर्मली प्रनाउनहरू सब्जेक्टको रूपमा आउँछ यहाँनिर के छ माई फादर छ प्रनाउन छैन नाउन छ त्यसैले यसको ठाउँमा के राख्नु पर्यो माई फादरलाई यसको ठाउँमा राख्न मिल्ने प्रनाउन भनेको ही हो हैन ही भनेको मेललाई सी भनेको फिमेललाई त्यसैले अब यहाँनिर हामीले के राख्नु पर्यो ही भनेर यहाँनिर राखिदिनु पर्यो त्यसपछि यो सक्यो hasn't he my father has worked for a multinational company hasn't he यो करेक्ट क्वेसन ट्याग हो त्यस्तै गरेर अर्को इक्जाम्पलमा हेरौँ मैले विललाई हाइलाइट गरेको छु पहिलो स्टेप के हो एक्जिलरी भर्ब खोज्ने विल के हो एक्जिलरी भर्ब हो अब हामीले यो एक्जिलरी भर्बलाई यहाँनिर राखिदिनु पर्यो अनि त्यसपछि सेकेन्डमा के हो पोजिटिभ नेगेटिभ रुल यो स्टेटमेन्ट पोजिटिभ हो यसलाई अब हामीले नेगेटिभ बनाउनु पर्यो एम्प्टी त्यसपछि थर्ड स्टेपमा के हो लुक फर प्रनाउन प्रनाउन यहाँ छैन यस प्रनाउन माई फादरको प्रनाउन के हुन्छ ही हुन्छ यसलाई ही राखिदिने अब यहाँनिर अलिकति एउटा याद गर्नुपर्ने कुरा के हो भन्दाखेरि विलन्ट भन्ने इङ्ग्लिस डिक्सनरीमा छैन यसको नेगेटिभ फर्म सर्ट फर्म लेख्दाखेरि वान्ट हुन्छ यो याद गर्नुहोस् वान्ट विल नट भनेको वान्ट हो त्यस्तै गरेर यहाँनिर अब थर्ड सेन्टेन्समा हेरौँ माई फादर hasn't worked for a multinational company hasn't अब यहाँनिर hasn'tलाई हाइलाइट गरेँ फाइन्ड एक्जिलरी भर्ब भनेको छ पहिलो स्टेप hasn't एक्जिलरी भर्ब हो अब has भनेको एक्जिलरी भर्ब त्यो hasलाई यहाँनिर राखिदिनु पर्यो अब त्यसपछि सेकेन्ड स्टेप के हो पोजिटिभ नेगेटिभ रुल यो स्टेटमेन्ट नेगेटिभ हो यो पोजिटिभ बनाउनु पर्यो पोजिटिभ बनाउनलाई केही पनि राख्नु परेन त्यसपछि थर्ड स्टेपमा लुक फर प्रनाउन प्रनाउन के छ माई फादरको ठाउँमा ही राखिदिने र यो क्वेसन ट्याग यसमा बस्यो यसरी गर्दै स्टेप वाइज तीनवटा सिम्पल स्टेपहरूबाट हामीले सजिलैसँग क्वेसन ट्याग राख्न सक्छौँ स्टेप वाइज फलो गर्यो भने गेस गरेर राखेको क्वेसन ट्याग करेक्ट नहुन पनि सक्छ त्यस्तै गरी अब एउटा अर्को केस छ यो सेन्टेन्सलाई मैले तल राखेको छु यो अलिकति फरक केस छ जस्तो यो पहिलो स्टेपले के हुन्छ फाइन्ड एक्जिलरी भर्ब इन द गिभन स्टेटमेन्ट एक्जिलरी भर्ब खोज्ने र यहाँनिर यो स्टेटमेन्टमा के छ एक्जिलरी भर्ब नै छैन एक्जिलरी भर्ब नभएको केसमा के गर्ने त यहाँ यतापट्टि रेफरेन्स सेक्सनमा मैले नो एक्जिलरी भनेर राखेको छु त्यो केसमा के गर्ने तीनवटा एक्जिलरी भर्बहरूको हेल्प लिने डु डिड डज त्यो कसरी गर्ने त भर्ब वान मेन भर्ब त्यो स्टेटमेन्टमा मेन भर्ब वान छ भने डु राख्ने यहाँ एक्जिलरी भर्बमा यहाँ क्वेसन ट्यागमा मेन भर्ब टू छ भने क्वेसन ट्यागमा डिड राख्ने मेन भर्ब 5 छ भने क्वेसन ट्यागमा डज राख्ने त्यो कसरी त अब यो मेन भर्बलाई हेर्ने मेन भर्ब वर्क्स भनेको भर्ब 5 हो सिङ्गुलर भर्ब पनि भन्छौँ हामी यसलाई कुनै पनि भर्बमा रुट फर्म अफ भर्बमा एस और इएस लाग्यो भने त्यो V5 अथवा सिङ्गुलर बन्छ त्यसैले V5 भन्छौँ अब V5 को केसमा के गर्ने यो डज राख्ने अब यहाँनिर हामीले यहाँनिर डज चाहियो अब फेरि अब सेकेन्ड स्टेपमा जाने पोजिटिभ नेगेटिभ यो पोजिटिभ स्टेटमेन्ट हो यसलाई नेगेटिभ बनाइदिने त्यसपछि अर्को के हो लुक फर प्रनाउन यसमा फेरि माई फादर नै छ यसलाई हामीले ही लेखिदिने फादर हामीले कहिले पनि नाउन राख्दैनौँ यो क्वेसन ट्यागमा जहिले पनि प्रनाउन नै राख्नुपर्छ यसरी हामीले दिएको स्टेटमेन्टमा सजिलैसँग तीनवटा स्टेप्सहरू प्रयोग गरेर क्वेसन ट्याग राख्न सक्छौँ क्वेसन ट्याग त्यो पनि करेक्ट क्वेसन ट्याग राख्न सक्छौँ र हामीले सजिलै 1 मार्क्स यसबाट प्राप्त गर्न सक्छौँ र ग्रामरमा हामीले यसरी नै राम्रो मार्क्स पाउन सक्छौँ है त भाइ बहिनीहरू यो क्वेसन ट्यागको बेसिक रुल भयो यो सामान्य साधारण रुल हो
अरू एक्सेप्सनल रुलहरू हामी अर्को लेसनमा कुरा गर्नेछौँ। यो भिडियोलाई लाइक गरौँ, यो भिडियोलाई सेयर गरौँ। सकेसम्म धेरैभन्दा धेरै विद्यार्थीहरूले क्वेसन ट्यागलाई राम्ररी बुझुन् र एसईमा राम्रो मार्क्स पाउन् भन्ने हिसाबले सबैतिर सेयर गरौँ। धन्यवाद। अर्को लेसन चाँडै नै आउनेछ।